हेलो एभ्रिवान म सुजल भट्टराई फेरि हाम्रो नयाँ प्रोजेक्ट लिएर आएँ। हाम्रो चाहिँ थर्ड इयरको प्रोजेक्ट प्रपोजल डिफेन्स हेर्न जाऊँ। रिमोट एरिया सेडिमेन्ट मोनिटरिङ सिस्टम प्रोजेक्टको टाइटल छ, जसमा चाहिँ हामी ग्रुप मेम्बर सुजल भट्टराई म भइहालेँ, साजिन केसी अनि सजिन केसी, विशाल भट्टराई अनि निश्चल ढुङ्गाना। अनि हाम्रो आउटलाइन अफ दिस प्रोजेक्टको प्रेजेन्टेसन यसरी छ। अनि अब लेट्स स्टार्ट विथ द इन्ट्रोडक्सन। मेन प्रोजेक्ट चाहिँ सेडिमेन्ट रिमोट एरिया सेडिमेन्ट मोनिटरिङ सिस्टम हो, जसमा चाहिँ हाइड्रो पावर टर्बाइन्समा चाहिँ रिक्वायर सेडिमेन्ट फ्री वाटर फर इफेक्टिभ अपरेसन, म्यानुअल सेडिमेन्ट मेजरमेन्ट इज स्लो, अनरिलायबल एन्ड एरर प्रोन। हाम्रो चाहिँ मेन के थियो भन्दा उद्देश्य भनेको पानीमा ड्याममा जुन जम्मा गर्छ पानी, त्यसमा चाहिँ सेडिमेन्ट लेभल यदि हाई गयो भने टर्बाइन बिगार्न सक्ने स्थिति हुन्छ। त्यही भएर त्यसमा चाहिँ सेडिमेन्टको लेभल कति छ भनेर थाहा पाउनलाई चाहिँ हामीले काम गर्दैछौँ, जसको चाहिँ सेडिमेन्टको लेभल कुन छ भन्ने कुरा चाहिँ हाम्रो पावर स्टेसनसम्म अटोमेटिक रूपमा डाटा पाओस्, अनि त्यसपछि सेफ्टी मेजर अप्नाउन सकोस् भनेर चाहिँ यो अप्नाएको हो, यो काम गर्न सुरु गरेको हो। यसमा चाहिँ अब प्रब्लम डेफिनेसनको कुरा गर्दा द एक्सेस सेडिमेन्ट damages turbines, हामी अब्जेक्टिभमा जाऊँ। द मेन objective of this project is to design remote area sediment monitoring system and alarm during high concentration of sediments for hydropower intake management. It also aims for data collection and transfer from sensor to control units. So we do this literature review. हामीले धेरै ठाउँबाट बुझ्यौँ यसको बारेमा के छ, के भइरहेको छ, अनि हामी फाइनल्ली हाम्रो कम्पोनेन्ट सिलेक्सनतर्फ गयौँ, जसमा एलजिजेडी सेन्सर फर टर्बिडिटी मेजरमेन्ट हामीले चुज गऱ्यौँ, अनि लोरा फर द लङ रेन्ज कम्युनिकेसन, अनि आर्डिनो माइक्रो कन्ट्रोलर फर मेन प्रोसेसिङ एन्ड स्टिल स्याम्पलिङ च्याम्बर, अनि पावर युनिट, एन्ड द्याट इज कम्पलसरी। अनि यो कम्पोनेन्ट सिलेक्ट गरेर हामी गयौँ मेथोडोलोजी, हाउ टु डु दिस प्रोजेक्ट, हाउ इट विल वर्क। लेट्स अन्डरस्ट्यान्ड दिस फ्रम दिस ब्लक डायग्राम। अनि अब डिटेल स्टडी गर्दा एउटा स्टेनलेस स्टिलको च्याम्बर विल बी देयर, अनि हाम्रो चाहिँ रिभरमा सिधै हाम्रो डिटेक्सन सिस्टम राख्दा टर्बुलेन्ट फ्लोले गर्दा त्यसलाई बिगार्न सक्छ। सो हामीले चाहिँ के गर्ने भन्दा एउटा स्टेनलेस स्टिलको च्याम्बर बनाउने, जसमा इनलेट आउटलेटको सिस्टम राख्ने, र हामीले स्याम्पल रिभरको एउटा स्याम्पललाई कलेक्ट गरेर त्यसबाट चाहिँ टर्बिडिटी मेजर गर्नु हाम्रो उद्देश्य छ। अनि हाम्रो अब यसरी राख्दाखेरि अब ठुलो बोतलहरू काठहरू छिर्ने भएन, किनभने हाम्रो इनलेट आउटलेट चाहिँ सानो हुन्छ, अनि त्यसमा चाहिँ हाम्रो पानी सेडिमेन्टेड पानी चाहिँ जान्छ, जसमा चाहिँ अब बोतलहरू यिनी काठहरू जान्न, जसले गर्दा हाम्रो सेन्सरलाई चाहिँ असर पार्दैन। त्यो चाहिँ यसको भयो। अनि अब पानी गइसक्यो, ल एउटा च्याम्बरमा कलेक्ट भयो। अब हाम्रो एलजिजेडी सेन्सर जुन टर्बिडिटी सेन्सर छ, त्यसले चाहिँ कसरी काम गर्छ, त्यसमा चाहिँ एउटा लाइट सोर्स हुन्छ जसले लाइट इमिट गर्छ, अनि त्यो लाइट इमिट भइसकेपछि 90 डिग्री एङ्गलमा चाहिँ हाम्रो फोटो डिटेक्टर हुन्छ, द्याट विल डिटेक्ट द लाइट। यदि पानी एकदम सफा छ भने इट विल पास द लाइट, एन्ड इफ देयर विल बी नो एब्जर्प्सन अर स्क्याटरिङ अफ द लाइट, एन्ड इट विल give the high intensity light. That is, low sediment means high voltage, high current signal, that is high intensity light at the receiver, and that will convert the high current into the high voltage. That is, low sediment means high voltage at the output of the LGZT sensor. That is the output. Similarly, we will take the अब हाई सेडिमेन्ट छ, फोहोरो पानी छ, जसमा अब सेडिमेन्टहरू धेरै छ, जसले चाहिँ अब हाम्रो टर्बाइन बिगार्न सक्छ, त्यस्तोवाला आयो भने चाहिँ त्यहाँ के हुन्छ, स्क्याटरिङ अफ लाइट, एब्जर्प्सन अफ लाइट बाई द्याट सेडिमेन्ट हुन्छ, जसले गर्दा लो इन्टेन्सिटी लाइट हाम्रो रिसिभर सिग्नलमा जान्छ। लो इन्टेन्सिटी लाइटले चाहिँ हाम्रो के दिन्छ,
लो करेन्ट दिन्छ, द्याट विल कन्भर्ट टु द लो भोल्टेज। सो हाई सेडिमेन्ट मिन्स लो भोल्टेज। यसरी हामीले धेरै डाटाहरू लेख्छौँ। अनि हाम्रो यही काठमाडौँ युनिभर्सिटीको टेक्निकल टर्बाइन टेस्टिङ ल्याबमा चाहिँ एउटा प्रोजेक्ट भइरहेको रहेछ, द्याट इज सेडिमेन्टले कसरी बिगार्छ टर्बाइन भन्ने कुरा, कति बिगार्छ कसरी बिगार्छ भन्ने कुरा चाहिँ भइरहेको रहेछ। त्यसमा चाहिँ टर्बिडिटीको चाहिँ हाम्रो चेक गर्नको लागि एउटा डिस्टिल वाटरमा पहिला वेट नाप्ने, अनि त्यसपछि सेडिमेन्टको सँगको वाटर नाप्ने, अनि त्यसपछि त्यसलाई माइनस गरेर अनि त्यसपछि त्यहाँबाट हाम्रो टर्बिडिटी निकालेको रहेछ। हाम्रो चाहिँ लागि त्यो ट्रु भ्यालु भयो। अनि त्यसपछि हाम्रो सेन्सरबाट आएको भ्यालुलाई हामीले आफ्नो मेजरमेन्टवाला भ्यालु लेख्छौँ। अनि त्यसपछि हामीले त्यसलाई कम्पेरिजन गर्छौँ कसरी कतिको हाम्रो इरर दिइरहेको छ, अनि त्यसअनुसार हामीले क्यालिब्रेट गर्छौँ। अनि बेस्ट फिट कुनमा हुन्छ, लिनियर फिट हुन्छ कि पोलिनोमियल फिट हुन्छ कि, अनि हामीले लिस्ट स्क्वायर मेथड पनि लगाउन सकिन्छ। अनि त्यसबाट हामीले बेस्ट इक्वेसन पत्ता लगाइन्छ। बेस्ट इक्वेसनबाट हाम्रो चाहिँ सेन्सरले दिने डाटा चाहिँ एकदम एक्युरेट हुन्छ, सेन्सर क्यालिब्रेट गर्छौँ हामीले। त्यसरी सेन्सर क्यालिब्रेट भइसकेपछि अब सेन्सरको डाटा एक्युरेट आयो, अब त्यसलाई हामीले आर्डिनोमा पठाउँछौँ। द्याट इज एनालग सिग्नल इज कन्भर्टेड टु द डिजिटल सिग्नल, एन्ड दिस डिजिटल सिग्नल थ्रु आर्डिनो नाउ डाटा कम्युनिकेसन, इट विल गिभ द डिजिटल डाटा टु द लोरा मोड्युल, ट्रान्समिटर लोरा मोड्युल। लोरा मोड्युलमा चाहिँ हाम्रो फर्स्टमा चाहिँ हाम्रो के सिग्नल हुन्छ भन्दा यसमा फरवर्ड एरर करेक्सन हुन्छ। फरवर्ड एरर करेक्सन यसमा लेख्छ, फरवर्ड एरर करेक्सन भइसकेपछि अब डाटालाई यसले डिजिटल डाटालाई चर्प सिग्नलमा कन्भर्ट गर्छ। चर्प सिग्नल भनेको चाहिँ लो फ्रिक्वेन्सी टु हाई फ्रिक्वेन्सी, हाई फ्रिक्वेन्सी टु लो फ्रिक्वेन्सी चेन्ज भइराख्नेवाला सिग्नल। चर्प सिग्नल भइसकेपछि अब एउटा त्यो डाटा जुन सेन्सरले दिएको छ त्यसलाई चाहिँ रेडियो प्याकेटमा एउटा स्टोर हुन्छ। अनि त्यो रेडियो प्याकेट चाहिँ अब त्यो सिग्नल जुन छ त्यो चाहिँ एम्प्लिफाइड हुन्छ। त्यसपछि हाम्रो एन्टिनाको थ्रु हामीले चाहिँ त्यसलाई पावर स्टेसन जहाँ चाहिँ हाम्रो अब रिसिभिङ एन्ड छ त्यहाँ चाहिँ हामीले पुर्याउँछौँ। त्यहाँ पुग्ने बेलामा अब यो चाहिँ हामीले युज गरेको लोरा चाहिँ 3 to 10 किलोमिटर यसको रेन्ज भनेको छ, तर हाम्रो नेपालको कन्टेक्स्टमा चाहिँ यो 3 to 5 किलोमिटर छ रेन्ज यसको। अनि त्यसपछि जुन डाटा सेन्सरले दिएको छ त्यो चाहिँ हाम्रो एन्टिनाबाट जब रिसिभर स्टेसनमा गइसकेपछि रिसिभर स्टेसनमा चाहिँ इट विल लो नोइज एम्प्लिफायर हुन्छ, त्यसले चाहिँ एम्प्लिफाई गर्छ सिग्नललाई, अनि डिमोडुलेट्स द सिग्नल एन्ड इट विल डिकोड द सिग्नल टु गेट द ओरिजिनल डाटा विच इज सेन्स्ड बाई द सेन्सर। अनि त्यो डाटा चाहिँ रिसिभर स्टेसनमा रिसिभ भयो, अनि इट विल बी डिस्प्लेड इन द एलइडी अर पिसी इन्टरफेस द्याट विल बी टर्म्ड एज अ रियल टाइम मोनिटरिङ। तर यो लोराले चाहिँ हाम्रो सर्टेन टाइम इन्टरभलको डाटा मात्र दिन्छ। अनि हाम्रो रिसिभर स्टेसनमा चाहिँ यदि टर्बिडिटीको भ्यालु एकदम रिस्की लेभलमा छ भने चाहिँ अब म्यानुअल्ली गेट कन्ट्रोल गर्न सकिन्छ अथवा के अपनाउन सकिन्छ विधि, त्यसपछि गर्नु काम उनीहरूको हुन्छ। गेट कन्ट्रोल गर्न सकिन्छ अथवा टर्बाइनलाई बिग्रिनबाट बचाउनलाई के गर्न सकिन्छ त्यहाँको सिस्टम एप्लाई गर्न सकिन्छ। यसरी चाहिँ हाम्रो ओभरअल प्रोजेक्टको प्रपोजल रहेको छ। अनि expected outcomes includes real-time turbidity monitoring system, long-distance LoRa-based communication, and improved turbine safety and reduced wear, affordable solution for rural hydropower plants. That are the expected outcomes of the project. Hopefully this proposal will be accepted and we will work on this. And यहाँ नजिकै हाम्रो खोपासी हाइड्रो पावर छ जसमा चाहिँ हामीले यो टेस्ट गर्न सक्छौँ। सो होपफुल्ली भोलिको प्रपोजल यो एक्सेप्ट हुन्छ अनि हामी वी विल बी डुइङ दिस प्रोजेक्ट इन दिस इयर। अनि यसमा के भइरहेछ यसको अपडेट लगभग यसमा हाम्रो एडिसनल के एड गर्दै गइन्छ, कसरी
हाम्रो के क्यालिब्रेट गरिन्छ सबै कुरा लगभग मिड टर्म फाइनल फेरि मिड टर्म फाइनल लगभग 5 भिडियोज चाहिँ यो टपिकमा आउँछ दिस इज ओन्ली द प्रपोजल एन्ड वी विल सो द हार्डवेयर अनि खोपा सिआइडीबाट गरेको टेस्टिङ अथवा हामीले यही मोडल टेस्टिङ गर्न सकिन्छ सबै कुरा आई विल गिभ यु द अपडेट थ्याङ्क यू भेरी मच फर लिसनिङ एन्ड thank you for listening. For further information you can contact any of the team members or Department of Electrical and Electronics Engineering 2023 batch. Thank you very much. Bye bye. Bye bye.